साथीहरू गुड आफ्टरनुन। सो आज चाहिँ म धेरै 1 सालको बादमा घुम्न जाँदैछु है बाहिर दिदीसँग। त्यही भएर म चाहिँ भइसकेँ रेडी होइन। सो हेर्नु सक्नुहुन्छ आजको मेरो ओटिटी हो यो चाहिँ होइन। यस्तो लगाउँछु नि त किनकि बहुत गरम छ। म चाहिँ अलमोस्ट रेडी भइसकेँ है। अन्त अब चाहिँ गाडीहरू बुक गर्नुपर्ने हुन्छ किनकि अलरेडी 2 बज्न आँट्यो नि त। अन्त अब जानुपर्ने हुन्छ है साथीहरू। तपाईहरुलाई चाहिँ लोकेसनमा पुगेर भेटौँला। अब चाहिँ हामी गाडीमा बस्छौँ। जाममा बसिरहेको छ होइन साथीहरू। आधा रास्ता अझै 29 मिनट देखाइरहेको छ है। पुरा यो जाममा चाहिँ नि गाडीहरूको तातो पुरा आइरहेछ हो। फाइनली साथीहरू हामी चाहिँ लोकेसनमा पुगेको थियो अनि भित्र गएर यहाँनिर चाहिँ फोटो भिडियोहरू एलाउड थिएन। तर पनि मैले चाहिँ लिएँ एउटा दुईवटा भिडियो पनि धेरैवटा लिएको छु। तर म अपलोड गर्दिनँ होला सायद किनकि त्यो यस्तो फोनहरू दिँदो रहेछ होइन। हेडफोन लगाएर सुन्नुपर्ने रहेछ है। यहाँ चाहिँ पुरा गरम भइरहेको थियो। मलाई चाहिँ भित्र फोटो भिडियो एलाउड थियो तर पनि मैले चाहिँ लिएको थिएँ होइन। तर मेरो